आयुर्वेद शब्द आफैमा दुईटा शब्दले बनेको छ, आयु र वेद। आयु भनेको चाहिँ जीवन अथवा लाइफ हैन, वेद भनेको चाहिँ नलेज अथवा त्यसको बारेमा ज्ञान। अब हामीले पुरानो तरिकामा हेर्ने हो भने पनि वेद भनेको चाहिँ केही कुराको बारेमा कम्प्लिट ज्ञान भएको किताब भनेर बुझ्छौँ नि त। त्यसैगरी आयुर्वेद भनेको पनि आयुको बारेमा अथवा लाइफको बारेमा कम्प्लिट ज्ञान भएको किताब भन्ने बुझ्यो। अब पहिला त आयुर्वेद पनि एउटा किताबको रूपमा थियो। सो धेरैजनाले चाहिँ 4वटा वेदमध्ये अथर्ववेदको चाहिँ उपवेद भनेर चाहिँ आयुर्वेदलाई बुझ्नुहुन्छ भने कतिपय ऋषिहरूले चाहिँ आयुर्वेद आफैमा एउटा 5औं वेद हो भनेर बुझ्नुहुन्छ। अब यो आयुर्वेद भनिसकेपछि आयु भनेपछि यसमा डिजिजको मात्रै कुरा आएन, रोगको मात्रै कुरा आएन हैन, दैनिक कसरी हामीले हेल्दी रहन सकिन्छ अथवा हामीले के खाँदा राम्रो हुन्छ, के नखाँदा राम्रो हुन्छ, कसरी खाना पकाउँदा राम्रो हुन्छदेखि लिएर आयुर्वेदमा चाहिँ एकदम हामीले सोचेको भन्दा बाहिरको कुराहरू जस्तै ग्रहहरूको कुरा हैन अथवा औँठीहरू कुन कलरको लाउने त्योसम्म पनि पुग्छ आयुर्वेद चाहिँ। यसमा धेरै विधाहरू हुन्छ, त्यो विधाहरू मध्येमा केही विधाहरू चाहिँ ग्रहसँग रिलेटेड कामहरू गर्छ, कुनै विधाहरूले चाहिँ रोगसँग रिलेटेड कामहरू गर्छ, कुनैले चाहिँ स्वास्थ्य कसरी रहने भन्नेसँग मात्र रिलेटेड कुराहरू गर्छ, कुनै विधाले चाहिँ खाना अथवा औषधिहरू कसरी पकाउने भन्ने खालको बारेमा काम गर्छ। सो यो चाहिँ जीवनलाई चाहिने नलेजहरूको बारेमा कम्प्लिट वेद, कम्प्लिट नलेजको किताब भन्ने तरिकाले आयुर्वेदलाई बुझिन्छ। अब यो चाहिँ भर्खर सुरु भएको अथवा यसको हिस्ट्री हेर्ने हो भने चाहिँ भर्खर सुरु भएको अथवा वेस्टर्न मेडिसिन भन्दा पछाडि आएको भन्ने कुरा चाहिँ होइन। यो चाहिँ हाम्रो 5000 वर्ष अगाडिदेखि नै लागिरहेको यो भारतवर्ष भनेर जुन भन्छौँ हामीले इन्डियन सबकन्टिनेन्ट, भारतवर्ष भन्ने ठाउँमा चाहिँ ओरिजिनेट भएको। त्यही भएर पनि यसलाई चाहिँ पूर्वीय दर्शनसँग एकदम नजदिक भएर बुझिन्छ हैन। यो भन्दैमा यसले पश्चिमा दर्शन फलो गर्ने मान्छेलाई राम्रो गर्दैन भन्नु होइन, शरीर त सबैको शरीर नै हो। त्यो शरीरलाई पनि हामीले चाहिँ कसरी हेर्छौँ आयुर्वेदमा भने चाहिँ पाञ्चभौतिक तत्त्व भनेर हेर्छौँ। अब पाञ्चभौतिक तत्त्वबाट त सबैको शरीर बनेको छ। सो त्यो हुँदाखेरि चाहिँ जुनसुकै दर्शनको मान्छे होस्, यदि स्वस्थ रहनु छ भने चाहिँ आयुर्वेदलाई फलो गर्नु राम्रो हुन्छ भन्छ। अब यसमा मैले स्वास्थ्य रहनु छ भनेर अहिले किन भनिरहेको छु भने आयुर्वेदको चाहिँ एउटा मात्रै प्रयोजन अथवा रोगीको उपचार मात्रै गर्ने भन्ने हुँदैन। आयुर्वेदमा चाहिँ स्वस्थ कसरी रहने भन्ने पनि हुन्छ हैन। यसको प्रयोजनको कुरा गर्ने, यसको अब अब्जेक्टिभको कुरा गर्ने हो भने चाहिँ एउटा श्लोक भन्छु म, स्वस्थक्ष स्वस्थ संरक्षणम आतुरस्य विकार प्रशमनम च भनेर छ। स्वस्थ स्वस्थ रक्षणम भनेको चाहिँ स्वस्थ व्यक्तिको स्वास्थ्यलाई रक्षण गर्ने भन्ने भयो, भनेको रोगै कसरी नलाग्न दिने, स्वस्थ कसरी रहने भन्ने भयो हैन। अर्को प्रयोजनमा जाने हो भने चाहिँ आतुरस्य विकार प्रशमनम च, आतुरस्य भनेको बिरामी, विकार भनेको उसको रोग, त्यसको प्रशमन गर्ने भनेको चाहिँ त्यसलाई शरीरबाट हटाउने भनेको रोगको उपचार गर्ने पनि विधि भयो हैन। सो यो दुईटा चाहिँ मेन आयुर्वेदको प्रयोजन भयो, अब्जेक्टिभ भयो। सो त्यसरी हेर्नु भने त आयुर्वेद सबैलाई काम लाग्ने कुरा रहेछ नि त हैन। म बिरामी नै भएको छैन, मैले केयर गर्नु पर्दैन अथवा मलाई आयुर्वेद चाहिँदैन भन्ने होइन, त्यो सबैलाई चाहिने कुरा रहेछ। अब हाम्रो नेपाली परिवारमा चाहिँ आयुर्वेद कसरी पनि युज भइरहेको छ भने हाम्रो परिवारमा बेसार बिना तरकारी पकाएर कसैले पनि खाँदैन हैन। ज्वानो नपड्काइकन कसैले पनि तरकारी बनाउँदैन, मेथी नपड्काइ बनाउँदैन। त्यो भनेको आफैमा पनि हामीले त्यो जुन जडीबुटी छ त्योहरू हालेर पकाइरहेछौँ कि। सो हाम्रो नेपाली परिवारमा हेर्ने हो भने चाहिँ जिन्दगीको डेली लाइफ छ नि, त्यसबाट हामीले कहिले पनि आयुर्वेदलाई छुट्याउनै सक्दैन भन्छु म। अब पुरानो टाइममा याद गर्ने भने हजुरआमाहरूले राति दही नखाऊ भन्नुहुन्छ नि, त्यो पनि आयुर्वेदबाटै आएको कुरा हो कि। जस्तै राति दही नखाऊ भन्दा हाम्रो आयुर्वेदमा चाहिँ नरात्रो दधि भुज्यन्ति भनेर छ, भनेको रातिको समयमा दही नखाऊ भनेको छ। यो हजुरआमाहरूले भन्दै आएको किन होला भने जस्तो लाग्छ हामीलाई, तर यो कुरा आयुर्वेदमा थियो। अब फेरि अर्को कुरा हेर्ने हो भने चाहिँ मलाई मेरो हजुरआमाले भन्नुभएको कुरा याद आउँछ, यसलाई खानु पर्दैन, यसलाई ज्वरोले पाल्छ भन्नुहुन्थ्यो नि त। ज्वरोले पाल्छ भन्नुको मतलब चाहिँ के हो भने आयुर्वेदमा चाहिँ यदि नवज्वरो छ भने, भर्खर ज्वरो आउनु सुरु भएको छ भने चाहिँ उपवास गर्ने, धेरै भारी खानेकुराहरू नखाने भन्ने कन्सेप्ट छ नि त। सो त्यो कन्सेप्ट चाहिँ हजुरआमाको मुखबाट आउँदा चाहिँ ज्वरोले पाल्छ खानु पर्दैन भन्ने तरिकाले आएको रहेछ।
अब यसको चाहिँ कस्तो हुन्छ, हजुरआमाहरूले आयुर्वेदलाई डे टु डे लाइफमा लानुभयो, अब त्यसको उहाँहरूलाई फर्मल एजुकेसन यही भनेर थिएन। सो उहाँहरूलाई जसरी लजिकल्ली त्यो कुरा दिमागमा आयो उहाँहरूले त्यसै गरी एक्सप्लेन गर्नुभयो हामीलाई। तर त्यसको लजिक खोज्दै जाने, रेफरेन्स खोज्दै जाने हो भने चाहिँ आयुर्वेदमा छ। यस्ता धेरै कुरा छन्, हाम्रो पूजा गर्ने तरिकादेखि लिएर, बिहान यति बजे उठ्नुपर्छदेखि लिएर, राति छिटो सुत्नुपर्छदेखि लिएर, अथवा हजुरले पनि हेर्नुभएको होला खाना खानाको बिचमा धेरै पानी नखाने, अन्तिममा धेरै पानी नखानेदेखि लिएर अचार चाहिँ मिक्स गरेर खाने, अन्तिममा नखाने या पहिला नखाने, त्यो सबै कन्सेप्टहरू चाहिँ आयुर्वेदबाट आएको हो। के कति हाम्रो इस्टर्न फिलोसफीमा एकदम नजिक रहेर काम गर्ने जुन देशहरू छ, नेपाल भयो, इन्डिया भयो होइन, अथवा श्रीलङ्का भयो, बङ्गलादेश भयो, हाम्रो चाहिँ कल्चरमै आयुर्वेद यस्तो मजाले इन्गल्फ भएर बसेको छ कि त्यसलाई हामीले यो चाहिँ आयुर्वेद, यो चाहिँ हाम्रो कल्चर भनेर छुट्याउनै सक्दैनौँ। अब यदि हेर्ने हो भने हाम्रो फेस्टिभल मनाउने कुरामा पनि दसैँ तिहार चाहिँ शरद ऋतुमा पर्छ होइन। त्यो यदि हेर्ने हो भने शरद ऋतुमा नर्मल्ली पनि पित्त बढिरहेको हुन्छ। अब यो पित्तको बारेमा हामी पछि कुरा गर्छौँ, तर नर्मल्ली पनि पित्त बढिरहेको हुन्छ। अब माघे सङ्क्रान्ति माघमै किन पर्छ भन्दा यो बेलामा चाहिँ कफ बढी भएको हुन्छ, शरीर चिसो भइरहेको हुन्छ, त्यही भएर कफलाई घटाउनलाई तातो कुराहरू खानुपर्छ, त्यही भएर माघे सङ्क्रान्ति छ। सो यसरी हेर्ने हो भने चाहिँ कल्चरमै एकदमै जेलिएर छुट्याउनै नसक्ने तरिकाले आयुर्वेद आएको छ होइन। सो यो आयुर्वेद चाहिँ हामीले जस्तै जानी नजानी प्रयोग गरि नै रहेको छौँ। कतिपय मान्छेले चाहिँ आयुर्वेदलाई कम्प्लिटली होम रेमेडिजको तरिकामा पनि युज गरिराख्नुभएको छ। खोकी लाग्यो के खाने, अदुवा र हनी होइन। सो त्यस्तो तरिकाले पनि युज गरिराख्नु भएको छ। सो यो नजानेर प्रयोग गर्नुभन्दा अथवा किन गरिरहेको छु भनेर प्रयोग गर्नुभन्दा जानेर होइन, यो भइरहेको छ मलाई, त्यही भएर मैले यो प्रयोग गरिरहेको छु भनेर गर्न पाइयो भने चाहिँ हामीलाई पनि सन्तुष्टि मिल्छ एउटा त। अर्को चाहिँ हाम्रो जेनेरेसन कस्तो छ भने हामीलाई हरेक कुराको एन्सर चाहिन्छ। अनि म त भन्छु हाम्रो कल्चरको धेरै कुराको एन्सर चाहिँ आयुर्वेदमा छ। अब यो भन्दै गर्दाखेरि चाहिँ मैले अघि पनि पञ्चभौतिक भन्ने कुरा भनेको थिएँ। यो भन्दै गर्दाखेरि धेरै कुराको एन्सर चाहिँ हाम्रो पञ्चभौतिक तत्त्वहरूमा लुकेको छ कि आयुर्वेदको मेन आधारभूत कुरा भनेको चाहिँ पञ्चभौतिक हुन्छ। हाम्रो दुनियाँ, हाम्रो पुरै ब्रह्माण्ड चाहिँ पञ्चभौतिक हुन्छ भन्छौँ। पञ्चभौतिक भन्नाले चाहिँ 5वटा महाभूतबाट बनेको होइन। पञ्च भनेको 5, महा भनेको त्यसलाई चाहिँ फर्दर डिभाइड गर्न नमिल्ने भनेर बुझ्छौँ। अनि त्यस पछाडि भौतिक भनेको चाहिँ जे हामीले देख्न सक्छौँ, फिल गर्न सक्छौँ, जे चाहिँ यो ब्रह्माण्डको आधार हो होइन। भूत भन्नाले चाहिँ त्यो बुझिन्छ। सो यो पञ्चमहाभूत भनेको चाहिँ 5वटा कुरा पर्छ। यसमा चाहिँ पृथ्वी पर्यो, आकाश पर्यो, तेज पर्यो, तेजलाई अग्नि पनि भन्छौँ हामीले, जल पर्यो अनि वायु पर्यो। यो 5वटा कुरा चाहिँ पर्यो होइन। सो यो 5वटा कुराले चाहिँ हामी सबै बनेका छौँ, ब्रह्माण्ड नै बनेको छ भनेपछि त हामीले खानेकुरा पनि पञ्चभौतिक छ, हामी बस्ने यो जुन इन्भाइरोमेन्ट छ त्यो पनि पञ्चभौतिक छ, हामी पनि पञ्चभौतिक छौँ। यदि हामीले यो 5वटा महाभूतको कुरा, 5वटा जुन एलिमेन्ट्स छ त्यो कुरालाई चाहिँ ब्यालेन्समा राख्न सक्यौँ भनेपछि हामी हेल्दी हुन्छौँ भन्ने कन्सेप्ट चाहिँ आयुर्वेदमा छ। यो पञ्चमहाभूतले पनि फर्दर गएर के बनाउँछ भन्दाखेरि दोष, धातु र मल बनाउँछ। अब यो दोष, धातु, मल भनेको मल त नर्मली बुझिन्छ होला, धातु र दोष चाहिँ प्राय संस्कृत नपढेकोहरूले बुझ्नुहुन्न होइन। अब यो दोष भनेको चाहिँ जसले दुष्य गर्न सक्छ, जो दुष्य हो यसले चाहिँ पोल्युट गर्न सक्छ शरीरलाई भन्ने एउटा क्यापेसिटी हुन्छ यसको। तर पोल्युट गर्न सक्छ भन्दैमा यो आफैमा एउटा नराम्रो कुरा चाहिँ होइन। हाम्रो शरीरको सबैभन्दा आधारभूत कुरा नै दोष हो। 3टा दोष हुन्छ, वात, पित्त र कफ। फेरि संस्कृत बोल्दैछु मैले, यसमा हामी फर्केर आउँछौँ। तर दोषले चाहिँ रोग मात्र लाउने नभइकन हामीलाई स्वस्थ रहने कसरी होइन, अथवा यो केही गरी दोष यताउता भयो भने यसलाई कसरी ब्यालेन्समा ल्याउन सकिन्छ भन्ने कुरा पनि दोषबाट जानिन्छ। अर्को भनेको धातु भनेको चाहिँ यो 7वटा धातु हुन्छ होइन, सप्तधातु भन्छौँ हामीले। 7वटा हुन्छ, यो चाहिँ बडीको मेन टिस्युहरू भनेर बुझ्न सकिन्छ कि 7वटा डिफ्रेन्ट टिस्युहरू भनेर बुझ्न सकिन्छ। कोशिका भन्छ हामीले नेपालीमा भन्दा। सो यो चाहिँ धातु भयो। त्यस पछाडि आउँछ मल।
अब मल त धेरैलाई थाहा छ, जे शरीरबाट निस्केर जानुपर्छ त्यो मल हो। अब हाम्रो चाहिँ मूल 3टा मल हुन्छ भन्छौँ हामीले। एउटा मल भनेको चाहिँ दिशा भयो, अर्को मूत्र भनिन्छ, मूत्र भनेको पिसाब भयो, अर्को भनेको चाहिँ स्वेद भन्छौँ हामीले, जुन चाहिँ पसिना। यो 3टा चाहिँ मेन मल भन्छ होइन आयुर्वेदमा। सो अब आयुर्वेदले चाहिँ स्वास्थ्य भनेको के भन्दाखेरि चाहिँ एउटा परिभाषा दिन्छ के। यो भनेको चाहिँ समदोष, समधातु, समाग्निश्च, मलक्रिया, प्रसन्न आत्मेन्द्रिय मन स्वस्थ इत्यविद्यते भन्छ होइन। त्यो भनेको समदोष भनेको 3टा दोष किन जुन मैले नाम लिएँ नि, त्यो 3टा दोष चाहिँ सम अवस्थामा हुनु पर्यो, केही तल माथि भएको हुनु भएन। अनि अर्को भनेको समधातु, सबै जुन टिस्युहरू छ हाम्रो शरीरमा त्यो टिस्युहरू पनि ब्यालेन्स रहनु पर्यो, तल माथि भएको हुनु भएन। एक्जाम्पल लिने हो भने जस्तै धेरै मोटो भएको मान्छे छ भने उसमा चाहिँ मेदधातु बढी भयो भन्छौँ हामीले, अथवा धेरै दुब्लो मान्छे छ भने मेदधातु कम भयो भन्छौँ। त्यो धेरै दुब्लो हुनु पनि नराम्रो भयो, धेरै मोटो हुनु पनि नराम्रो भयो, दुइटै नराम्रो भयो। सो सम हुनु पर्यो होइन। सो त्यो एउटा चाहिँ एक्जाम्पल भयो। अर्को भनेको मलक्रिया। मलक्रिया भनेको चाहिँ पिसाब टाइममा लाग्नु पर्यो, दिशा टाइममा लाग्नु पर्यो होइन। यदि पसिना आउँदैन भने त्यो पनि समस्या भयो, पसिना धेरै आउँछ भने त्यो पनि समस्या भयो। सो मलको क्रिया छ नि जुन, त्यो चाहिँ सम अवस्थामा हुनु पर्यो भन्ने कुरा आउँछ। अब त्यसपछि आउँछ चाहिँ अग्निको कुरा पनि गरेको थिएँ मैले श्लोक भन्दा। सो अग्नि भनेको चाहिँ अब आयुर्वेदमा चाहिँ धेरैवटा अग्नि हुन्छ। एउटा जठराग्नि, अहिलेको लागि हामी जठराग्निको मात्र कुरा गर्छौँ। भूताग्नि अनि त्यस पछाडि धातु अग्निको कुरा पछि गरौँला। जठराग्नि भनेको चाहिँ हामीले खाएको कुरा पचिने कुरा आउँछ होइन। सो त्यो पनि राम्रो भयो भने बल्ल स्वस्थ भनिन्छ कि। जस्तै खाएको कुरा पचेकै छैन, अथवा भोकै लागिरहेको छैन, अथवा भोक धेरै लागिरहेछ, त्यो पनि समस्या नै भयो। त्यो हुँदा पनि मान्छे स्वस्थ हुँदैन। आजकल त हामीले एकदम सजिलो भाषामा मलाई ग्यास्ट्रिक भएको छ भनिदिन्छौँ होइन। सो त्यो भनेको पनि रोगै भयो। त्यस पछाडि आएर के हुन्छ भने प्रसन्न आत्मेन्द्रिय मन भनेको छ। प्रसन्न त बुझिहालिन्छ, आत्मा, इन्द्रिय र मनको कुरा गराएछ आयुर्वेदले चाहिँ। भनेको रोग मात्र नलागेर भएन, मान्छे खुसी पनि हुनु पर्यो। इन्द्रिय खुसी हुनु पर्यो भनेको जे पाए त्यही सुन्नु भएन, अथवा राम्रो कुरा सुन्नु पर्यो होइन। इन्द्रिय खुसी हुने भनेको त राम्रो गीत सुन्न पायो भने कान खुसी भए जस्तै हो कि। सो इन्द्रिय पनि खुसी हुनु पर्यो, आत्मा पनि खुसी हुनु पर्यो, मन पनि खुसी हुनु पर्यो। त्यो भएपछि मात्र स्वास्थ्य इत्यविद्यते हुन्छ भनेको स्वास्थ्य विद्यते हुन्छ, स्वास्थ्य बल्ल छ भन्ने कुरा बुझियो होइन। सो अब हेर्ने हो भने हाम्रो WHO को जुन अहिले नयाँ आएको छ हेल्थको डेफिनेसन, भर्खरै केही वर्ष अगाडि जोडिएको छ। पहिला चाहिँ WHO ले रोग लागेन भने मान्छे हेल्दी हो भनेको थियो भने अहिले WHO ले स्पिरिचुअल हेल्थ नट मेयरली एब्सेन्स अफ डिजिज भनेर कुरा गराएको छ होइन। फिजिकल, मेन्टल, सोसल र स्पिरिचुअल हेल्थ भनेको छ कि WHO ले पनि। अब त्यो हेर्ने हो भने त 5000 वर्ष अगाडि आयुर्वेदमा जुन हेल्थको कुरा गरेर रहेछ WHO ले त भर्खर लिँदैछ। भन्यो भने त धेरै साइन्टिफिक, एकदम धेरै सोचेर, धेरैजनासँग सम्भाषा गरेर, धेरैजनासँग डिस्कस गरेर लेखिएको रहेछ र त धेरै पछाडि मानिने अहिलेको साइन्टिस्टहरूले पनि त्यही कुरालाई हो रहेछ भन्न पुग्नुभएको छ नि त। भनेपछि आयुर्वेद आफैमा एउटा अथाह समुद्र जस्तो छ क्या, जुन चाहिँ अहिलेको मान्छेले पनि बल्ल हो रहेछ है, चाहिने रहेछ है भन्ने तरिकाले हेर्दै हुनुहुन्छ कि। सो अब मैले मेरो प्र्याक्टिसमा हेर्दाखेरि त मैले विदेशीसँग पनि धेरै काम गरेँ होइन। मान्छेहरू कहाँदेखि एकदम पे गरेर हुन्छ नि, फ्लाइटको चार्ज पे गरेर, भिसाको चार्ज पे गरेर यहाँ आइराख्नु भएको छ हाम्रो बुझ्नलाई। उहाँहरूले के भन्नुहुन्छ भने तिमीहरू त कति भाग्यमानी छौ भन्नुहुन्छ क्या। अनि किन भन्दाखेरि तिमीहरूलाई त यहीँ छ, डोर स्टेपमै छ तिमीहरूको यो सुविधा भन्नुहुन्छ। अब हामीलाई चाहिँ कस्तो भइरहेछ भने हामीले एलोपेथको सर्जरीहरू, ठुल्ठुलो हस्पिटलहरू कम देखाउँछौँ। हामीलाई चाहिँ त्यहाँ माथि टुप्पोमा के छ भन्ने थाहा नभएर हामी उकालो लागिरहेछौँ जस्तो लाग्छ क्या मलाई चाहिँ। अब विदेशीहरू चाहिँ टुप्पोमा पुगिसक्नुभयो, यस्तै रहेछ भन्ने देख्नुभयो, अब झर्दै हुनुहुन्छ कि, जरातिर झर्दै हुनुहुन्छ, यो रुटतिर झर्दै जाउँ होइन। सो
उताको मान्छेले एक्सेप्ट गर्दै गर्दा हामी हाम्रो घर परिवारमा हाम्रो इन्भाइरोमेन्टमै भएको जुन ज्ञान छ त्यसलाई चाहिँ चिन्न नसकेको कारण चाहिँ हामी पछाडि परिरहेको छौँ। पछाडि इन द सेन्स कि हामीले ग्यास्ट्रिक भयो होइन, भन्न त त्यो ग्यास्ट्राइटिस हो, अब ग्यास्ट्रिक भयो भन्दै हामी पेन्टोप्राजोल खान दौडिन्छौँ। तर हामीलाई के थाहा जिरा भुटेर खाँदाखेरि ग्यास कतिको मजाले जान्छ भनेर? त्यो त हामीले प्रयोगै गर्दैनौँ होइन। अथवा जिरा खान नमिठो हुन्छ, हामीलाई छिट्टो छरी त चाहिएको छ कि त्यो सधैँ त लागु नहोला, लागु होला तर त्यसको पनि त केही साइड इफेक्ट छ। अब फेरि साइड इफेक्ट भनेपछि मलाई यहाँ अर्को कुरा याद आयो। के कुरा याद आयो भने कतिजनाले चाहिँ आयुर्वेदको साइड इफेक्टै हुन्न भन्नुहुन्छ। म एज अ डक्टर मैले के भन्छु भने जे कुराको इफेक्ट छ नि त्यसको साइड इफेक्ट हुन्छ। खाना खाना हो नि, तर खाना नै पनि धेरै खायो भने त पेट दुख्छ नि, भनेपछि त इफेक्ट त जेको छ साइड इफेक्ट त छ नि त। अश्वगन्धाले शक्ति दिन्छ भने अश्वगन्धाको ब्याक साइड इफेक्ट पनि त केही छ नि। लङ टर्म खायो भने त्यसले एनहेडोनिया भन्ने इफेक्ट लिएर आउँछ। एनहेडोनिया भनेको चाहिँ न खुसी हुन सकिन्छ न दुःखी हुन सकिन्छ, त्यो स्टेटमा पुर्याउँछ भनेको। जे पनि जे यसको इफेक्ट छ भनेपछि साइड इफेक्ट छ। त्यसो भए आयुर्वेदको इफेक्ट छ, आयुर्वेद राम्रो छ भनेर म यहाँ भनिरहेको छु। त्यो भन्दै गर्दा मैले के भन्नु जरुरी छ भने आयुर्वेदको पनि नबुझिकन नजानिकन यतिकै प्रयोग गर्नुभयो भने त्यसको पनि साइड इफेक्ट छ। अब यो भन्दै गर्दा मैले ज्वानो धेरै खाएर प्रब्लम हुन्छ भन्न खोजेको होइन। चलिआएको छ हाम्रो परिवारमा, खाइन्छ। अब हामी ज्वानो खाँदा पनि एकचोटि तरकारी पकाउँदा 3-4 चम्चा त पक्कै हाल्दैनौँ, थोरै हाल्छौँ। त्यसले चाहिँ के गर्छ भने हाम्रो जुन दोषहरू मलक्रियाको कुरा गरिरहेको थिएँ अघि नै मैले, त्यो सबैलाई मेन्टेन गर्नलाई अलिअलि टेवा पुर्याइरहेछ कि। सो त्यसरी खाँदा चाहिँ साइड इफेक्ट भएन। तर यदि अब आयुर्वेद भनेर बाहिर पसलमा गएर यतिकै किनेर खानुभयो अथवा घुमाउँदै ल्याएको त्यो मार्केटिङ गर्दै ल्याएको औषधिहरू किनेर खानुभयो, बुझ्नुभएको छैन भने त त्यसले पनि साइड इफेक्ट गर्छ। जस्तै इक्जाम्पल लिने भने कोभिडको टाइममा गुर्जो खाएर कतिजनाको लिभर बिग्रियो भनेर मैले सुनेको छु कि। अब गुर्जो आफैमा एउटा लिभरलाई राम्रो गर्ने कुरा हो होइन, राम्रो काम छ त्यसको लिभरमा। तर यदि हजुरको अलरेडी लिभर बिग्रिएको छ, हजुरको प्रेसर अलरेडी गडबड छ होइन, त्यो छ भने त हजुरले फेरि गुर्जो खाएर त लिभर झन् बिग्रिन्छ। त्यो चाहिँ बुझ्नु पर्यो कि यो मैले खाँदा हुन्छ अथवा मैले यो औषधिहरू खाइरहेको छु, मैले खाएको गुर्जोले यो औषधिलाई चाहिँ असर पर्दैन होइन, अथवा मैले यो औषधि खाइरहेको छु त्यही भएर मैले गुर्जो यति मात्रामा खानु पर्यो, त्यसको मात्रा हुन्छ, खाने समय हुन्छ, अथवा कहिले कसो चाहिँ अरू औषधिहरू खाइराख्नु भएको छ भने त्यसको सब्स्टिट्युट केही दिन्छौँ हामीले। त्यो तरिकाले बुझेर खानुभयो भने एउटा या दुईवटा औषधिले राम्रो काम गर्छ होइन। सो त्यो हिसाबले चाहिँ साइड इफेक्ट छैन भन्ने चाहिँ होइन, साइड इफेक्ट हुन्छ। सो त्यसको लागि चाहिँ अलिकति बुझेर खानुपर्ने हुन्छ। आफ्नो शरीरको बारेमा बुझ्नु पर्यो, आफ्नो प्रकृति बुझ्नु पर्यो, आफ्नो विकृति बुझ्नु पर्यो। यहाँ मैले प्रकृति विकृति नयाँ शब्द लिएर आएको छु, पक्कै पनि यसमा म पछि फर्किन्छु नै होइन। त्यो सबै बुझेर खानुभयो भने चाहिँ राम्रो काम गर्छ हजुरको शरीरको लागि। सो अब यो कुरा चाहिँ आयुर्वेद कसरी हाम्रो डे टु डे लाइफमा छ भन्दै गर्दा म साइड इफेक्टतिर बगेँ होइन। सो छुट्याउनै नमिल्ने तरिकाले छ कि, पकाउने तरिकादेखि लिएर उठ्ने समयदेखि लिएर होइन। कहिलेकाहीँ चाहिँ हाम्रो परिवारमा बनेको सुन्नुहुन्छ होला, बिहान एक लट खलत्त टोइलेट भयो भने बल्ल राम्रो हुन्छ भनेको त्यो मलक्रियाको कुरा गर्नु खोज्यौँ हामीले होइन। सो राति यति बजे पछाडि नबस्ने भन्ने कुरा छ, त्यो सबै भनेको चाहिँ हाम्रो आयुर्वेदको डेफिनेसन हो। अब WHO पल्ल फर्किरहेछ भनेपछि हामीले पक्का पनि यो राम्रो कुरो रहेछ भनेर बुझ्नु पर्यो होइन। अब हामी अर्को नेपालीको एउटा अर्को मलाई अलिकति त नबुझ्ने कुरा चाहिँ कस्तो छ भने हामीलाई त्यही कुरा पत्याउनको लागि एउटा गोरो छाला भएको मान्छेले भनिदिनुपर्छ कि। अब हेर्ने हो भने गोरो छाला भएको मान्छे हामीसँग आएर ट्रिटमेन्ट गरिरहेको छ भनेपछि त हामीले भनेको अथवा हाम्रो वेदमा एकदम ठुलो कुरा रहेछ भने अघि नै पनि मैले समुद्रको कुरा गरिसकेँ भनेको समुद्र जस्तो ज्ञान रहेछ। अब हामीले त्यहाँबाट कति लिने भनेको चाहिँ हामीमा भर पर्ने कुरा भयो कि। सो आयुर्वेदलाई मानेर यदि केही भइहाल्यो भने पनि आयुर्वेद औषधिबाट उपचार गराउने। अब आयुर्वेद औषधिबाट उपचार गराउने भन्दै गर्दा मैले किन आयुर्वेद औषधिले काम गर्छ भनेर भन्नु जरुरी सम्झिन्छु होइन। जस्तै मैले अघि नै भने हाम्रो ब्रह्माण्ड पाञ्चभौतिक छ, हामीले खाने खानाहरू सबै पाञ्चभौतिक छ, हाम्रो शरीर पनि पाञ्चभौतिक छ। त्यो हिसाबले हाम्रो शरीर पाञ्चभौतिक भएको हिसाबले हामीले यदि औषधि पनि पाञ्चभौतिक
रूपमै खायौँ भने बल्ल शरीरले राम्रोसँग लिन सक्छ कि। अब यदि पाञ्चभौतिक रूपको औषधि छैन, अरू कुनै केमिकल फर्मबाट आइरहेको छ भने पहिला शरीरले लिनु पर्यो, त्यसलाई पाञ्चभौतिक तरिकामा ढाल्नु पर्यो। त्यो ढालिसके पछाडि बल्ल उसले लिन सक्यो भनेपछि त्यसमा शरीरले गर्नुपर्ने मेहनत बढी छ। शरीरको लागि एउटा नयाँ कुरा ल्याएर हालिदिएको जस्तो भयो कि त्योसँग फेमिलियर हुनलाई शरीरलाई समय लाग्छ। तर आयुर्वेद औषधिहरू चाहिँ कस्तो हुन्छ भने पाञ्चभौतिक हुन्छ, किनभने हाम्रो आयुर्वेद औषधिहरू जडीबुटीबाट बनेको हुन्छ, मिनरल्सबाट बनेको हुन्छ होइन, अथवा एनिमल प्रोडक्ट्सहरूबाट बनेको हुन्छ। हामीले दिने शङ्खभस्म हेर्नुभयो भने मिनरल भयो त्यो होइन। सो यसरी हेर्ने हो भने चाहिँ औषधि पनि पाञ्चभौतिक छ, हाम्रो शरीर पनि पाञ्चभौतिक छ। त्यो हुँदा काम गर्न सजिलो हुन्छ, शरीरलाई धेरै स्ट्रेस नगरिकन, धेरै नजुतिकन औषधिले काम गर्न पाउँछ शरीरमा। त्यो हुँदाखेरि सजिलो हुन्छ। सो औषधि पनि आयुर्वेदको खाने। अब यदि केही भइहाल्यो, हुन्छ कि जस्तो लाग्यो भने चाहिँ त्यो टाइममा पनि हामीले आयुर्वेदकै नीति नियममा रहेर दिनचर्या फलो गर्न सक्यो। दिनचर्या भने दिन बिहान उठेदेखि राति सुत्ने बेलासम्म के गर्ने अथवा कुन समयमा के गर्दा ठिक हुन्छ होइन। अर्को ऋतुचर्या गर्न सक्यो। ऋतुचर्या भनेको चाहिँ कुन चाहिँ ऋतुमा के गर्दा ठिक हुन्छ होइन। जस्तै गर्मी ऋतुमा घाममा नबस्ने हो कि, अथवा चाहिँ अरू ऋतुमा ग्रीष्म ऋतु बाहेक अरू ऋतुहरूमा चाहिँ दिउँसो नसुत्ने हो कि। सो कुन ऋतुमा के गर्दा ठिक हुन्छ भन्ने कुरा पनि आयुर्वेदमा हुन्छ। त्यो यदि सबै फलो गर्न सक्यो भने त हाम्रो जुन अघि नै हेल्थको डेफिनेसन दिएको थिएँ मैले, त्यो सबै कुरालाई ब्यालेन्समा राख्न सक्यो नि। दोषलाई ब्यालेन्समा राख्न सक्यो, धातुलाई ब्यालेन्समा राख्न सक्यो, अग्निलाई ब्यालेन्समा राख्न सक्यो, मललाई ब्यालेन्समा राख्न सक्यो। त्यो सबै ब्यालेन्समा रह्यो भने त यसै पनि हेल्दी भइन्छ होइन। सो हेल्दी भयो भने त मेडिसिनको जरुरतै परेन। आयुर्वेदको दुइटै प्रयोजनमा हामीले काम गऱ्यौँ, स्वस्थ पनि रह्यौँ। त्यस पछाडि यदि केही रोग लागिहाल्यो भने त्यसको विकार पनि हटाइयो। त्यो भएपछि आयुर्वेदले चाहिँ आफैमा बिरामीलाई मात्र नभइकन स्वस्थ मान्छेलाई अथवा ओभरअल सबै मान्छेलाई चाहिँ युजफुल हुन सक्यो कि। यो चाहिँ प्रयोग गर्दाखेरि कसैलाई पनि हानि हुने भएन। अब यो भन्दै गर्दाखेरि चाहिँ प्रयोग कसरी गर्ने भन्ने चाहिँ अघि नै मैले भने जस्तै केयरफुल हुनु पर्यो। औषधि कस्तो खालको खाइरहेको छु, आफ्नो शरीर कस्तो छ, मेरो दिनचर्या कस्तो छ, त्यो सबै हेरेर आयुर्वेदलाई प्रयोगमा ल्याउन सकियो भने चाहिँ स्वस्थ रहन सक्यो। अब यो सब भनिराख्दाखेरि चाहिँ अर्को कुरा आयुर्वेदले भन्ने एकदम धेरै जोड दिने कुरा चाहिँ म के पनि थप्छु भने आयुर्वेदले चाहिँ हाम्रो जुन बस्छौँ नि हाम्रो देश कालहरूलाई पनि अलिकति छुट्याउँछ कि। देश भन्नाले आयुर्वेदलाई चाहिँ आयुर्वेदमा चाहिँ जाङ्गम देश, आनुप देश भनेर हुन्छ होइन। आनुप देश भनेको चाहिँ जो अलिकति ह्युमिड एरिया जहाँ चाहिँ पानीहरूको स्रोतहरू अलिकति बढी हुन्छ। जाङ्गम देश भनेको चाहिँ अलिकति रुखा सुक्खा होइन जङ्गल जस्तो एरिया भनेर बुझिन्छ, अलि रुखा सुक्खा एरिया भनेर बुझिन्छ। सो जुन देशमा बस्ने मान्छे छ, जुन कालमा बस्ने मान्छे छ, त्यो मान्छेलाई उपचार गर्नको लागि चाहिँ त्यही देश अथवा त्यही कालमा औषधिहरू उत्पादन भएको छ। त्यही वरिपरिकै धेरै ट्राभल नगरिकन ल्याउनु परेको छ होइन, अथवा धेरै समय त्यसलाई चाहिँ स्टोर नगरिकन युज गर्न पाइएको छ भनेको काल भनेको समय भयो नि त। त्यही कालखण्डमा प्रयोग गर्न पाइएको छ, त्यही ऋतुमा प्रयोग गर्न पाइएको छ भने चाहिँ त्यसले झन् राम्रो इफेक्ट दिन्छ भन्छौँ होइन हामीले। अब त्यसरी हेर्ने हो भने त हाम्रो नेपालमा आनुप देश पनि छ, जाङ्गम देश पनि छ होइन। अलिकति पानीहरू धेरै भएको सिमसा ठाउँहरू पनि छ, रुखा सुक्खा ठाउँहरू पनि छ। सो नेपालमा चाहिँ जडीबुटीको लागि एकदम अथाह भण्डार छ कि। आयुर्वेदको अहिले धेरै मध्ये धेरै औषधिहरू चाहिँ इन्डियामा प्रड्युस हुने धेरै छ होइन। नेपालमा पनि केही छन्, त्यो भन्दै गर्दा नेपालमा श्रीलङ्कामा छैनन् भन्न खोजेको होइन, छन्, तर धेरै चाहिँ इन्डियामा प्रड्युस हुन्छ होइन। एकचोटि मलाई त्यहाँ जाने घुम्ने मौका मिलेको थियो। त्यो हेर्दै गर्दा उहाँहरूले भन्नुहुन्थ्यो कि मलाई गोदाम देखाउनु भएको थियो, यहाँ मध्येबाट 90% औषधि चाहिँ नेपालबाट आएको छ भन्नुहुन्थ्यो कि। र मेटेरियल राख्नुभएको थियो उहाँहरूले, अनि 90% चाहिँ नेपालबाट आएको छ भन्नुहुन्थ्यो कि। सो म एउटा नेपाली भइकन मलाई त्यहाँ गयो त्यो सुन्दा चाहिँ कस्तो फिल भयो भने यो हामीले राख्न मिल्दैन थियो, यो हामीले प्रड्युस गर्न मिल्दैन थियो होला र हामी कहाँनिर चुक्यौँ भने जस्तो चाहिँ मलाई फिल भइरहेको थियो कि। मैले यो कुरा यहाँ किन जोड्न खोजेँ भने हामीसँग देश राम्रो छ, काल राम्रो छ, हामीसँग
नलेज भएको ठाउँ पनि छ, मान्छे पनि छ, जनशक्ति पनि छ। त्यो हुँदै गर्दाखेरि चाहिँ हामीले आफ्नै वरिपरि भएको कुराहरूलाई चाहिँ चिन्न नसकेको हुँदाखेरि हामी अलिक बढी घाटामा परेछौँ जस्तो लाग्छ कि मलाई। अब शतावरीको फार्मिङ हेर्ने हो भने नेपालबाट उब्जनी भएर कति बाहिर जान्छ होइन, अनि त्यही कुरा उहाँहरूले प्याकेजिङ गरेर चूर्णको फर्ममा पठाइदिनुहुन्छ अनि हामी प्रयोग गर्छौँ होइन। ब्राह्मी अब यार्सा गुम्बा हेर्नुहुन्छ भने कतिजना जान्छन् होइन। सो त्यो हिसाबले चाहिँ आयुर्वेदमा चाहिँ यहीँ फलाएको जडीबुटीले यहीँ राम्रो काम गर्छ भनेपछि जडीबुटी त टन्नै रहेछ। अब हामीले यहीँ प्रयोग गर्न पायौँ भने त शरीरलाई झन् छिटो काम गर्ने भयो। सो त्यो हिसाबले चाहिँ एउटा हामीले चाहिँ आफैले उब्जाएर पनि प्रयोग गर्न पायौँ। जस्तै घाँटी दुख्यो भने हामी अदुवा खोज्न जान्छौँ, बोजो खोज्न जान्छौँ नि त, अनि त्यो बोजोले फेरि काम पनि गर्छ, राम्रो काम गर्छ, अरू कुनै कफ सिरप खाएको भन्दा राम्रो काम गर्छ। सो त्यो हिसाबले हेर्ने हो भने चाहिँ हामीसँग कमी केही कुराको छैन हेर्ने हो भने, तर हामीले चाहिँ त्यसलाई अलिकति एजुकेटेड लेन्सबाट हेर्न सकिरहेको छैनौँ कि कसरी यसलाई प्रयोगमा ल्याउन सकिन्छ भन्ने प्र्याक्टिकल तरिकाले हेर्न सकिरहेको छैनौँ जस्तो लाग्छ मलाई। यदि त्यो हेर्न सकियो भने एग्रिकल्चर गर्ने ल्यान्ड पनि छ, जडीबुटी उब्जनी हुने इन्भाइरोमेन्ट वातावरण पनि छ, देशहरू पनि भिन्न भिन्न देशहरू छन् ताकि हामी भिन्न भिन्न जडीबुटीहरू उब्जनी गर्न सकौँ। अनि त्यस पछाडि त्यसै गरी त्यो जडीबुटीमै एकदम युज टु भएको हाम्रो शरीर पनि छ कि ज्वानो नखाएको, अदुवा नखाएको, मेथी नखाएको शरीरै छैन नि नेपालमा त। सो त्यो हुँदै गर्दा भन्दाखेरि के हुन्छ भने जडीबुटीसँग युज टु शरीर पनि छ। अनि त्यस पछाडि अर्को भनेको चाहिँ हाम्रो नेपालको हावा चाहिँ अघि नै मैले स्वास्थ्यको कुरा गर्दाखेरि मन, इन्द्रिय, आत्मा भनेको छु नि होइन। आत्मा र मन, अब इन्द्रिय त आफ्नै अधीनमा राख्ने कुरा भयो, आफैले हेर्नुपर्छ, तर मन र आत्माको लागि पनि हाम्रो जुन कल्चर छ त्यो चाहिँ सबैभन्दा राम्रो कल्चर भन्छु कि म। एकदम सपोर्टिभ इन्भाइरोमेन्ट छ। अब मन खुसी रहनको लागि के हुनु पर्यो, आफूसँगैको मान्छे खुसी हुनु पर्यो, आफूसँगैको मान्छेले आफूलाई बढी माया गर्नु पर्यो, केयर गर्नु पर्यो। अब त्यो अनुसारले हेर्ने हो भने त हाम्रो त पारिवारिक वातावरणहरू हुन्छ, भोकै कोही मर्दैन, छोराले 35 वर्षसम्म कमाएन भने पनि बाबाआमाले खुवाउनुहुन्छ होइन, अथवा बुढाबुढी हुनुभयो काम गर्न सक्नु भएन भन्दैमा कोही वृद्धाश्रम धेरै जानु पर्दैन। आजकल त ट्रेन्ड बढेको होला, तर त्यो भन्दै गर्दाखेरि हाम्रो कल्चरले त त्यसलाई पर्मिट गर्दैन नि त। सो त्यो हुँदै गर्दाखेरि हाम्रो मनको लागि पनि ठाउँ छ। अब आत्माको कुरा गर्ने हो भने नेपाल तपोभूमि हो होइन। तपोभूमि, यहाँ चाहिँ ठुल्ठुला तपस्वीहरूले आफ्नो एउटा ज्ञान प्राप्त गरेको ठाउँ भन्छौँ हामीले होइन। सो तपोभूमि भनेर चाहिँ नेपाललाई चिनिन्छ, किनभने योगाको मेन फादर भन्छौँ हामीले होइन। उहाँ चाहिँ गोरखनाथ बाबा। हेर्ने हो भने त उहाँको मेन जुन तपोभूमि छ त्यो नेपाल हो होइन। हाम्रो नेपालमा धेरै ठाउँमा गोरखनाथको मन्दिर भनेर हामी पूजा गर्न पनि जान्छौँ। त्यसै गरी शिवजीहरूले प्रार्थना गर्नुभएको त हिमालय हाम्रै ठाउँमा छ होइन। नागार्जुन छ, खप्तर बाबाको एरिया छ होइन। त्यो सबै हेर्दाखेरि चाहिँ नेपाल आफैमा एउटा तपोभूमि हो। त्यो हुँदाखेरि यदि आत्माको लागि केही गर्न खोजियो भने नेपाल सबैभन्दा उर्वर भूमि हो भन्छु म। उर्वर यहाँ मैले खेती किसानीको रूपमा मात्र भनिरहेको छैन कि आत्माको लागि पनि उर्वर भूमि हो, किनभने यहाँको हावा माटो आफै एकदम स्पिरिचुअली रिच छ भन्छु मैले चाहिँ होइन। त्यो भनेको यहाँ आएर केही पनि योग ध्यानहरू गर्न खोजियो भने अलिक छिटो चाहिँ सक्सेस हासिल गरिन्छ भन्छु। त्यो हुनाले स्वस्थ रहनको लागि आयुर्वेदको जुन हेल्थको डेफिनेसन छ त्यो डेफिनेसनलाई मिट गर्नको लागि चाहिँ नेपाल एकदमै उपयुक्त ठाउँ